तपाईँकै जिन्दगीमा होइन जुन मोमेन्टमा हुनुहुन्छ नि त्यही मोमेन्टमा खुसी हुन सिक्नुहोस् के होइन। जब हामी सानो बच्चा थियौँ हामीलाई के लाग्थ्यो, ओहो ठुलो हुनु पाए त क्या लाइफ हुन्थ्यो, क्या राम्रो हुन्थ्यो भनेर हामीले एक्सपेक्टेसन गरिन्थ्यो के। जब हामी ठुलो भइयो हामीले अनि रियालिटी बुझ्यो नि त होइन। अनि त्यसपछि हामी ठुलो भइयो अनि कमाउनतिर गइयो, यता गइयो उता गइयो, जिन्दगीमा धेरै भोग्यो होइन। अनि त्यसपछि त्यहाँभन्दा पहिलाको लाइफ बेटर जस्तो लाग्छ। सम्झ हो हिजो त बरु रमाइलो थियो जस्तो लाग्छ। अनि त्यसपछि मान्छेलाई हो जिन्दगी त यस्तै रहेछ, बरु बिहा गर्न पाए, एउटा जीवनसाथी भए त केही राम्रो हुन्थ्यो नि, उसले मलाई बुझ्थ्यो होला, उसले एकअर्कालाई बुझ्थ्यो होला, राम्रो हुन्थ्यो होला, दुःख सुख अगाडि बढिन्थ्यो होला भन्ने सोचिन्छ होइन। तर तपाईँले सोचेको त केही पनि हुँदैन क्या। तपाईँले बिहा गरेको मान्छे एकदम अहिलेको जमाना एकदम कम चान्स छ कि तपाईँले गतिलो लाइफ पार्टनर पाउने क्या। तपाईँले तपाईँको मनको भावना बुझेर दुइटा सँगै अगाडि बढेर राम्रो गर्नुपर्छ भन्ने भावना भएको मान्छे पाउँदैन क्या। त्यो पाउनु भनेको एकदम कम हो क्या अहिलेको जमानामा होइन। त्यसपछि तपाईँलाई यस्तो रिग्रेट हुन्छ कि हो बरु बिहाभन्दा पहिले नै राम्रो थियो मेरो जिन्दगी, अहिले त यस्तो बरु बिहाभन्दा पहिल्यै ठिक थियो सब भन्ने हुन्छ क्या। अनि त्यहाँपछि अब बिहापछि चाहिँ त्यही भइहाल्यो। त्यहाँपछि फेरि बच्चा हुन्छ, बच्चा भएपछि फेरि तपाईँलाई बरु बच्चा हुनभन्दा पहिला बरु अलि सजिलो थियो लाइफ। खुसी त हुन्छ होला मान्छे बच्चा भएपछि, त्यही पनि अलि सजिलो थियो होला। अहिले त झन् केटाडी पढाउन पऱ्यो, उयो गर्न पऱ्यो, त्यो गर्न पऱ्यो, कपडा सपडा यताउता घुमाउन हुन्छ नि। अब के अब म त सिङ्गल मान्छे थाहा छैन इत्यादि भन्ने टेन्सनहरू हुन्छ। फेरि त्यो अर्धै तपाईँलाई जहिले सुकै तपाईँ 50 वर्षको पुग्नुहुन्छ नि तपाईँलाई त्यहाँ अन्त पहिलाकै मोमेन्ट के, त्यहाँ अन्त हिजो आजको दिनमा पनि तपाईँलाई हिजोकै दिन राम्रो लाग्छ क्या। तपाईँले त्यो पछि त्यो सम्झिन्छ। त्यही भएर म के भन्छु नि त, त्यो खुसी हामी भोलि खुसी हुनको लागि आज हामी दुःखी छौँ कि भोलि खुसी हुनको लागि। तर भोलि खुसी हुन पाइन्छ पाइन्न, त्यही भएर आजैको मोमेन्टमा खुसी हुने जे जस्तो छ त्यसैमा खुसी हुने भन्छु कि म।